सबभन्दा पहिला चाहिँ सारेगामा गर्ने क्या होइन सारेगामा चाहिँ कस्तो हुन्छ भने अब यो चाहिँ अब यो सिडिई स्केलमा छ यो होइन सारे ग अथवा सिडिई सिलाई सा भनिन्छ डी रे भयो ई भनेको ग पहिला सारेगामा गर्ने सारेगामा यो पस पनि जान्छ क्या आवाज सानी ध प तल यहाँसम्म जान्छ अनि सारे ग म प नि सा माथिको सासम्म जान्छ आवाज यहाँदेखि यहाँसम्म छ त्यो कुरा थाहा गर्नु पऱ्यो पहिला बाटो थाहा पाउनु पऱ्यो नि त यो ई पहिला सारे ग म प नि सा सानी ध प म ग रे सा सानी ध प प द सा होइन शिव शंकर भोलेनाथ 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 हातमा त्रिशूल डमरू बजाउँदै आए भोलेनाथ हो नन्दी सवारी भएर आए हाम्रो भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ हातमा त्रिशूल डमरू बजाउँदै आए भोलेनाथ हो नन्दी सवारी भएर आए हाम्रो भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ होइन अब शिरमा तिम्रो चन्द्र विराजमान गलामा बाँसुकी नाग शिरमा तिम्रो चन्द्र विराजमान गलामा बाँसुकी नाग जटामा तिम्रो गंगा विराजमान सदा सिंगौरी साथ जटामा तिम्रो गंगा विराजमान सदा सिंगौरी साथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ होइन माथमा तिम्रो भस्म त्रिकुण्ड गलामा रुद्राक्ष माला माथमा तिम्रो भस्म त्रिकुण्ड गलामा बाँसुरी माला गलामा रुद्राक्ष माला माथमा तिम्रो भस्म त्रिकुण्ड गलामा रुद्राक्ष माला अलग निरञ्जन भन्दै आए भोले डमरुवाला अलग निरञ्जन भन्दै आए भोले डमरुवाला शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ अघि तिम्रो नन्दी अघि तिम्रो नन्दी र भृङ्गी देवगण साथमा अघि तिम्रो नन्दी र अघि तिम्रो नन्दी र भृङ्गी देवगण साथमा अघि तिम्रो नन्दी र भृङ्गी देवगण साथमा दायाँ र बायाँ ब्रह्मा र विष्णु हृदयमा स्वस्थानीमा दायाँ र बायाँ ब्रह्मा र विष्णु हृदयमा स्वस्थानीमा शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ शिव शंकर भोलेनाथ हातमा त्रिशूल डमरू बजाउँदै आए भोलेनाथ हो नन्दी सवारी भएर